फेरि पनि आज काम सिद्धिएर बाहिर निस्किँदैछौँ। बाहिर हावा चलेकै छ। कति राम्रो कुकुरको बच्चा यार। ओ माई गॉड, उहाँको यस्तो राम्रो कुकुरको बच्चा हो। यो हाम्रो कम्पनीको फोहोर फाल्ने ठाउँ हो। फेरि स्टेसनमा हामी जाँदैछौँ। हेलो गाइज, नमस्ते सम्पूर्णलाई। वेलकम टु माई युट्युब च्यानल लामिछाने भलाघर। सब्सक्राइब गर्नु होला सबैजनाले। सब्सक्राइब कम्ती छ क्या, सब्सक्राइब भएन मेरो त। सबजनाले सब्सक्राइब हान्नु न हो। ए ब्याग भिरेर, छड्के ब्याग भिरेर हिँड्यो। अब रुमतिर लाग्यो। बाहिर हल्का हावा चलेको चिसो हुन्छ, त्यही भएर ज्याकेट चाहिँ लगाउने कारण त्यो हो। नत्र ज्याकेट लगाउनु पर्ने त छैन। बाहिर निस्किँदा हल्का चिसो हुन्छ क्या, त्यही भएर ज्याकेट लगायो। ओके, हजुरहरू सबै सन्चै हुनुहुन्छ होला होइन? अरू सुनाउनुहोस्। विदेशतिर चाहिँ कोही पनि नआउनु होला। मैले यो त हरेक शब्द हरेक भिडियोमा म भन्दैछु होइन। विदेशतिर कोही आउने होइन। नेपालमै काम गर्ने, नेपालमै सेटल हुने। अब बालन सरकार बन्दैछ। बालन सरकार बनेपछि विदेश आउनु पर्दैन। ओके बाइज। फेरि पनि आज काम सिद्धिएर बाहिर निस्किँदैछौँ। बाहिर हावा चलेकै छ। कति राम्रो कुकुरको बच्चा यार। ओ माई गॉड, उहाँको यस्तो राम्रो कुकुरको बच्चा हो। यो हाम्रो कम्पनीको फोहोर फाल्ने ठाउँ हो। फेरि स्टेसनमा हामी जाँदैछौँ। हेलो गाइज, नमस्ते सम्पूर्णलाई। वेलकम टु माई युट्युब च्यानल लामिछाने भलाघर। सब्सक्राइब गर्नु होला सबैजनाले। सब्सक्राइब कम्ती छ क्या, सब्सक्राइब भएन मेरो त। सबजनाले सब्सक्राइब हान्नु न हो। ए ब्याग भिरेर, छड्के ब्याग भिरेर हिँड्यो। अब रुमतिर लाग्यो। बाहिर हल्का हावा चलेको चिसो हुन्छ, त्यही भएर ज्याकेट चाहिँ लगाउने कारण त्यो हो। नत्र ज्याकेट लगाउनु पर्ने त छैन। बाहिर निस्किँदा हल्का चिसो हुन्छ क्या, त्यही भएर ज्याकेट लगायो। ओके, हजुरहरू सबै सन्चै हुनुहुन्छ होला होइन? अरू सुनाउनुहोस्। विदेशतिर चाहिँ कोही पनि नआउनु होला। मैले यो त हरेक शब्द हरेक भिडियोमा म भन्दैछु होइन। विदेशतिर कोही आउने होइन। नेपालमै काम गर्ने, नेपालमै सेटल हुने। अब बालन सरकार बन्दैछ। बालन सरकार बनेपछि विदेश आउनु पर्दैन। ओके बाइज।